फर्स्टदेखि चाहिँ खासमा चाहिँ त्यो एउटा दाजुको चाहिँ टुरिस्ट बिमार भएछ नानी नानी बिमार भएछ त्यहाँदेखि गाडी स्टार्ट गरेको थियो जाम पनि लागेको थिएन उहुँ, त्यहाँदेखि डाइरेक्ट एउटा आर्मी 3 स्टार लाउने आर्मी आएर चाहिँ गाडीबाट स्टार्ट गरेको गाडीबाट चाहिँ चाबी लगेर गयो उहुँ, अन्त त्यहाँदेखि चाहिँ हामीले भन्यो चाबी किन निकालेको टुरिस्ट बिमार छ अन्त चाबी निकाल्ने अधिकार त छैन त भने त्यतिकै मुखामुख परेको थियो अन्त त्यहाँदेखि निकै उनीहरूको नि त्यो 3 तारिक गएर त्यो कति 6 7 8 9 जनाहरू लिएर आयो आर्मीहरू उहुँ, अन्त त्यहाँदेखि हाम्रो नि केटाहरू भेला भयो त्यहाँदेखि मुखामुख पर्यो त्यहाँदेखि त्यो 3 तारिकले चाहिँ हाम्रो फोटो खिच्यो उहुँ, तिमीहरूलाई चाहिँ तल गएर अब हिन्दीबाट भने तिमीहरूलाई चाहिँ तल गएरै हुन्छ भने अन्त हामीले अब त्यस्तो मुखामुख त कति हुन्छ हुन्छ हो उहुँ, अन्त त्यहाँदेखि हामीले त्यस्तो सिरियसली लिइन हाम्रो फोटो चाहिँ 5 जनाको खिचेको थियो अन्त त्यहाँदेखि सिरियसली केही लिइन हामीले त्यहाँदेखि सिधै निचे तल झऱ्यो टुरिस्टहरू लिएर उहुँ, त्यहाँदेखि जस्तो तल शिव मन्दिरको माथिल्लोपट्टि एउटा आर्मी क्याम्प छ त्यहाँ आएको त्यहाँदेखि त आर्मीले त डाइरेक्ट ब्यारिकेड लाउँदै त्यो जुन चाहिँ फोटोहरू खिचेको छ तिनीहरूलाई त निकाल जस्तो म त्यहाँ गयो त्यहाँदेखि मलाई त अचानक गाडीभित्रै आएर बङ हिर्काएर गाडी नि मेरो त ड्यामेज भइरहेको छ हो उहुँ, अन्त त्यहाँदेखि मेरो टुरिस्टले छुटाउने हुँदाखेरि मेरो टुरिस्टलाई पनि जबरजस्ती भित्र खाँदेर आप लोग को कुछ नहीं होगा आप लोग इधर ही बैठे टेन्सन मत लिजे भनिन्छ उहुँ, त्यहाँदेखि मलाई 30-40 जनाले आएर कुटेर त्यहाँदेखि फेरि 2 जनाले घिसार्दै 200 फुट जस्तो उता लगेर राख्यो मलाई अन्त त्यहाँदेखि त्यही थानाको पुलिस आएर त्यहाँदेखि सम्झाएर अझै त्यो पुलिस आर्मीहरूले त झन् अझै उयो पो त्यहाँ मेडिकल एमआई रुममै लानुपर्ने भनिदिएको थियो तिनीहरूले त्यहाँ त्यसो गरे झन् उयो गरिहाल्छ उहुँ, भनेर चाहिँ फेरि हामी हुँदै आयो नि यहाँ चुङथाङै आयो नि हजुर एफआइआर गरेर हाम्रो सबैकोबाट भएको छ नि 5 जनाकोबाट उहुँ, त्यो 3 तारे लाउने माथि अच्छा तपाईँको स्वास्थ्य कस्तो छ अहिले अहिले त पुरा जिउहरू दुखिरहेको छ नि म त यहाँ रुममै छु नि तपाईँ मेडिकल ट्रिटमेन्ट जानुभयो हजुर हिजो तल गएको थियो दबाई दिएको थियो हो उहुँ, त्यो दबाईले नि खै कामै नगरेको जस्तै टाउको दुखेर मेरो चाहिँ फेरि यता टाउकोमा चाहिँ जोर हिर्काएको छ नि यो घाँटीदेखि उकालो चाहिँ उहुँ, अन्त यता मेन पार्टमा नि अलिक हिर्काएको छ हो उहुँ, अन्त सर्ट गर्दाखेरि नि पोल्दैछ मेरो त माथिबाट त्यो टुरिस्टले 2टा दबाई दिएको थियो पेन किलर हो बिस्तारै 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 ल्यायो नि माथि छोड्नु नि भएको छैन फेरि अब जस्टिस चाहिँ अब यस्तो चाहिँ अब हामीलाई चाहिँ नहोस् अब उयो के भन्छ ड्राइभरहरूलाई मात्रै अहिले त पुरा हात लगाइरहेको छ हो सबले अब यो चाहिँ अब सबैलाई चाहिँ न्याय भनेर नि बारम्बार चाहिँ नहोस् अब यसरी चाहिँ त्यो कुटाइ खाँदै हिँड्दै अब हामी पनि त मान्छे हो कसैको छोरा हो छोरी हो अब यसो मजा आउँदैन नि भनेर नि